गुड मर्निङ, नमस्कार। मेरो आजको यात्रा दुबई क्रिक पार्क तर्फ हुनेछ, जहाँ नेपालीको एउटा कार्यक्रम नेपाल फेस्टिभल 2025 हुँदैछ आज। देखिने यो ग्रिनरी, हरियाली, डेजर्ट अनि समुद्रको तीरसँगै आजको दिन सुखद हुनेछ भन्ने आशा गरेको छु। म आफ्नो वासस्थानबाट बाहिर निस्केँ। मसँग त्यस्तो टिपिकल दौरा सुरुवाल त छैन, नेपाली कस्ट्युम, नेपाली अटायरमा सजिलो त्यस्तो केही त छैन। त्यही पनि मेड इन नेपाल यो टी सर्ट, ब्लू टी सर्ट अनि कुलिङ ग्लास, दिउँसोको चर्को घामलाई छल्नको लागि कुलिङ ग्लास जरुरी हुन्छ। अनि मेरो एउटा चिनो भनेको नेपाली फ्ल्यागको ट्याग छ, त्यही आजको लागि मेरो नेपाली हुनुको चिनो र सिम्बोल यही हुनेछ। बाँकी कुरा म जानकारी गराउँदै जानेछु। त्यहाँ पुगिसकेपछि त्यहाँको दृश्य, त्यहाँको भाइब्स, त्यहाँको म्युजिक, त्यहाँको माहौल सबै कुरा मैले जोड्दै जानेछु छु। यहाँ देख्न सकिन्छ नेपाली दाजुभाइ दिदीबहिनीहरूको भिडभाड बढ्दो छ। अब यो गेटबाट भित्र पस्नको लागि हामीलाई टिकटको जरुरी हुन्छ जस्तो छ। सायद टिकट अनलाइनमै किन्नुपर्छ होला। हेरौँ, त्यहाँ एउटा टिकट मेसिन यहाँ उपलब्ध छ जस्तो छ। यहाँ रहेछ। ओके, दुबई क्रिक पार्कको टिकट प्राप्त भयो। हामी भित्र जाँदैछौँ। यहाँ अगाडि देख्न सक्नुहुन्छ हाम्रा नेपाली दिदीबहिनी चेलीबेटीहरू आफ्नै मन परेको हाम्रो कल्चरल ड्रेसमा सजिएर आइराख्नु भएको छ। यो पनि एउटा गौरवको क्षण हो। सधैँ यस्तो मौका मिल्दैन। आफ्नो राष्ट्रिय पोसाकमा, आफूलाई मन परेको पोसाकमा, जुनसुकै जात धर्म संस्कृतिसँग जोडिए पनि आफ्नो राष्ट्रिय पोसाकमा सजिएर यो परदेश भेगमा आफ्नो देशको कार्यक्रममा सहभागी हुनु पाउनु पनि एउटा गौरवको सिद्ध हो। यहाँ अगाडि देख्न सक्नुहुन्छ यो हरियाली। यो ठाउँमा पुगिसकेपछि चारैतिर देख्न सक्नुहुन्छ यो फुलिरहेको विचारवटा फोटो ठुलो रहेछ अनि देख्न सक्नुहुन्छ बहुत व्यवस्थित। हेर्नुहोस् न, कस्तो दामी, हेर्नु न, माथि बहुत राम्रो ठाउँ रहेछ। वाह, ब्रिज सायद यहाँ रेनी सिजनमा यो ब्रिजहरूमा पानी, यहाँ त खोलै बग्छ। हेर्नु न, खोलै बग्न देखिन्छ। उकै त्यहाँ गएर हेरौँ कि केही न केही। कहाँ पहाडतिर चढ्ने? पहाडतिर पुरै देख्न सक्नुहुन्छ हाम्रो पहाडको उकालो देखिन्छ। यो देखिने दृश्य हाम्रो अलगरुड, यो क्रिक एरिया। हामी अब यहाँ देख्नुहुन्छ अगाडि शुभकामना मन्तव्य दिँदै हुनुहुन्छ हाम्रा गेस्टहरूले। अनि यहाँ देख्न सक्नुहुन्छ नेपाली स्टलहरू।
फुड स्टलहरू कल्चरल स्टलहरू देख्न सक्नुहुन्छ अनि केही आवाज पनि सुन्न सक्नुहुन्छ नेपाली जमघटहरू बढ्दैछ हामी अब मुख्य भेन्यूतर्फ जाँदैछौँ नेपालका सबै जाति भाषालाई रिप्रेजेन्ट गर्ने संस्थाको प्रमुख हुनुहुन्छ थ्याङ्क यू भेरी मच अब यसपछि यहाँ देख्न सक्नुहुन्छ नेपालीको भिडभाड जमघट सबै नेपाली स्टोरहरू देख्न सक्नुहुन्छ नेपालीहरूको जमघट देख्न सक्नुहुन्छ आज यो नेपाल फेस्टिभलको प्राङ्गणमा पूर्व मेचीदेखि पश्चिम महाकाली यो क्रिकमार्को यो मैदानमा आजको यो नेपालीको जमघट धेरै खुसी लाग्यो यहाँ हामी फुड स्टल पनि यहाँ देखिरहेछौँ सायद पानीपुरीको फुड स्टल होला त्यो बाटो भेलामा मजबुत बनाएर लानेछ भन्दै नयाँ वर्ष नेपाली नयाँ वर्ष 2082को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना सहित आजको यो फेस्टिभल सागर ज्वेलरी कानमा एउटा उलाउने हो कि टप हिमालय ग्लोबल ज्वेलरी ल यहाँ त सबै ज्वेलरी छ माउन्ट एभरेस्ट जब स्क्याटर रहेछ नि त जब स्क्याटर कतै जाउँ फुड स्टलहरू गुड गौतम बुद्ध जनरल ट्रेडिङ गौतम बुद्ध जनरल ट्रेडिङ मसला ससला सबै पाउँछ ए हाम्रो चाइनिज चिज सबै यहाँ रहेछ नेपाली कस्ट्युम टोपी मसँग छ उहाँ साथीहरू छैन मेडोर हस्पिटलको ओके गुड मेडोर हस्पिटलको ब्लड प्रेसर चेकिङ सुगर सबै होला सायद घुमाउँ उता बाजे तालमा जाऊँ अब लक्ष्मीको ठाउँमा जाउँ अब यहाँ हामीले देख्न सक्नुहुन्छ सायद झाँकी केही छ समथिङ नजिकै गएर हेरौँ नेपाली झाँकीहरू ओहो कति राम्रो हो यो हाम्रो यस्तो कल्चरल ड्रेस देख्न सकिन्छ जहाँ भित्र हजारौँको सङ्ख्यामा हामी नेपालीहरू जमघट भएको देख्न सक्छौँ यहाँ आफ्नो कल्चरल ड्रेसमा रमाइलो गर्दै हुनुहुन्छ आफ्नो कल्चरहरू ड्रेसहरू सङ्गीत बाजाका सहित यहाँ भजन कीर्तन जस्तो छ हेरौँ नजिकैबाट हेरौँ के रहेछ खै कति रमाइलो यो हामी गाउँतिर बस्दाखेरिको याद आयो जति बेला हाम्रो गाउँघरमा यस्तै रोटी बस्ने अनि पूजापाठ गर्दाखेरि भजन कीर्तन हुन्थ्यो त्यही प्रश्न देख्न सक्छौँ
belts. The highest one is 17% of total area, Himalayan region. The mountain region most of the time is snow-capped, covered by the snow. And they have 68% of Nepal's geography is a hilly region. You can find beautiful hills all around there, and Yo, the small Nepal rivers Festival and in streams, 2025 and very को beautiful paddy and rice fields, valleys, stage dunes, and beautiful things are जहाँबाट there. And the हाम्रो Nepalese community, उनीहरूले different kind of people live अङ्ग्रेजी there, भाषामा and every अन्तर्राष्ट्रिय 30 minutes you drive, you find a नेपालको different बारेमा, community, different नेपालको smell, इतिहासको बारेमा, different terrain, and different नेपालको type of भूगोलको culture बारेमा, and language. Nepal is such a wonderful अन्तर्राष्ट्रिय Shangri-La जगतलाई place for the tourists. अङ्ग्रेजी भाषाको माध्यमबाट बताउँदै हुनुहुन्छ 17% of Nepal's land is completely plain. It's a Tarai area, and this is plain जो and नेपालप्रति very fertile terrain. आस्था And राख्नुहुन्छ, 51% of माया the गर्नुहुन्छ, Nepalese people live in नेपालको बारेमा Tarai जान्न area, खोज्नुहुन्छ, and in Tarai area उहाँहरूको you लागि can यो find different cultures उपयोगी east to हुन सक्छ। west. And यहाँ mostly केही agriculture is the अन्तर्राष्ट्रिय main पर्यटक production of Nepal, and that पनि is completely झाँकीको अगाडि देख्दैछु मैले नेपाल हाउस भनेर लेखिएको एउटा ब्यानर राखिएको छ। हेरौँ त्यो नेपाल हाउसमा के देखिन्छ। नेपाल हाउसभित्र यी फोटो फ्रेममा सजिएका नेपालको सुन्दर दृश्य, नेपालको विभिन्न भागमा खिचिएका सुन्दर फोटोलाई यस फ्रेम मार्फत यहाँ सजाइएको छ, सोकेस गरिएको छ। एक्सप्लोर नेपाल इन फोटोज, फोटो मार्फत अन्तर्राष्ट्रिय जगतलाई नेपालको बारेमा बताउन खोजिएको छ। यहाँ देख्न सक्नुहुन्छ एक्सप्लोर नेपाल इन फोटोज। यो जुसे सबैलाई हो। ए एउटा लिगौँ न, एउटा दिनु न। थ्याङ्क यू सो मच। ओहो थ्याङ्क यू सो मच। नेवारी लाखेर आज देख्न सकिन्छ यहाँ। सुदूरपश्चिमको देउडा यहाँ सुरु भइरहेको छ। सुदूरपश्चिमको देउडामा हाम्रो कृष्ण बोरा अब जोइन गर्न जाँदै हुनुहुन्छ। यहाँ जोइन हुन्छ सुदूरपश्चिम समाज। हाम्रो सुदूरपश्चिम समाजको यहाँ देउडा गीतमा आफ्नो नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ। हाम्रो कल्चरल झाँकी देख्न सक्नुहुन्छ। झाँकी सुरु भइरहेछ। सायद यो के झाँकी रहेछ हेरौँ। बाजु तालको झाँकी होला सायद। बाजु तालको झाँकी।
मोमो खाने काम हुँदैछ है। कुन च्यानलमा आउँछ यो? यो मेरो युट्युबमै आउँछ। फलो गर्नु होला, सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, सेयर त गर्दा नि हुन्छ, नगर्दा नि हुन्छ। यसको लागि चाहिँ सब्सक्राइब गर्नुपर्छ। सब्सक्राइब त मेरो पर्सनल मेमोरीको लागि होइन, त्यस्तो के अरे मोनिटाइज गरेको यस्तो एडभर्टाइज गरेको यस्तो युट्युबमा चाहिँ आउँछ। युट्युबमा आउँछ। इभन यो फोटो भिडियो मोबाइलबाट डिलिट भयो भने त्यो मेमोरी रहिरहेको छ युट्युबमा। त्यो पकाएको तातो हो कि चिसो मेसै भएन भने हिटरमा पाक्ने चिज होइन नि। ढक्कन खोल्दाखेरि गम र बाफ आउनुपर्छ। चेस डेजर्टको ग्रिनरीमा माउन्टेन ड्यू। माउन्टेन त नेपालकै हो तर ड्यू होइन है नेपालको। माउन्टेन त नेपालकै हो। टेस्टी छ। चेस भिडभाड बढ्दो छ। हाम्रा नेपाली दिदीबहिनी दाजुभाइहरू हजारौँको सङ्ख्यामा हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। त्यही भिडबाट यसरी पढाउनु भएको छ र कृपया चेक गर्न सक्नुहुन्छ। हाम्रो यो राष्ट्रभक्ति गीत, यसमा लेखिएका गर्विला शब्दहरू हृदयको भित्रै कुनामा स्पर्श गर्न सक्ने क्षमता भएकै शब्दहरू। देशलाई माया गर्नेहरूले, देशलाई माया गर्ने हामी नेपालीहरूले सुनिरहने यो गीत जति सुन्यो सुन्नु लाग्छ। एकछिन यही गीत सँगसँगै म पनि मग्नपुत्र भए, आफ्नो देशलाई मिस गरेँ। परदेशमा रह्यो भने यो गीतले नेपालै भए जस्तो महसुस गरायो। यो भिडभाड दिदीबहिनी दाजुभाइहरू हजारौँसँग दाजुभाइ दिदी आज नेपाली पार्क भएको छ। यो थारू कला संस्कृति झल्किने यो गीत मैले धेरै पटक सुनेको छु टिकटकको माध्यमबाट। यति राम्रो लाग्छ यो गीत। आज प्रत्यक्ष नृत्यसँगै यो नेपाल फेस्टिभल युई 2025मा देख्न र सुन्न पाएँ। यसको भाषा त मैले बुझ्दिनँ, तर यसमा लेखिएको यो लय, ताल, म्युजिक अति नै मिठो छ। थारू संस्कृतिको यो गीत जे मेरो एउटा फेभरेट लिस्टमा एड भएको छ। हामीले यहाँ देख्न सक्छौँ प्रष्ट हजारौँको सङ्ख्यामा हजारौँ
सायद सङ्ख्यामा काउन्ट गऱ्यो भने त लाखै पुग्छ होला। एउटा यो स्थानको अलिकति फ्राकिलो भएको कारणले गर्दा धेरै बस्ने स्थानहरू, छरेर बस्ने स्थानहरू फ्राकिलो भएको हुँदा अलिकति यो ठुलो माहौल व्यवस्थित देखिएको छ। मौसमले पनि साथ दिँदैछ, शीतल शीतल हो, चिसो चिसो आनन्द। हाम्रो दिदीबहिनीहरूलाई यहाँ देख्न सक्नुहुन्छ, रमाइलो गर्दै हुनुहुन्छ टिकटकमा। गुड गुड, इन्जोय गर्नुहोस्। यसरी सबै जता हेरे पनि हाम्रै नेपालीकै झमघट माहौल जता हेरे पनि नेपालीको माहौल देख्न सक्नुहुन्छ। यति भिड छ कि हेर्नुहोस्, ठाउँमा यस्तो स्थिति छ। ल हेर्नुहोस्, अलिकति मेरो भोइस कमान्ड रिसिभ धमलाको जस्तो भयो कि छ, त्यसलाई माइन्ड नगर्नु होला होइन। अब हाम्रो यात्रा ग्रोसरीतर्फ चिया पिउने मन जाग्यो। कडक चिया पाउँछ कि पाउँदैन हेरौँ। तपाईँले देखिहाल्नुहुन्छ हामीले चिया पिउँदै गरेको पनि। यहाँ देख्न सक्नुहुन्छ हाम्रो मेन स्टेज, मेन भेन्यू फुल भएर सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू बाहिर आएर बसिरहनु भएको छ। हजारौँको सङ्ख्यामा देख्न सक्नुहुन्छ यो भिड। यति भिड छ कि सायद हेर्न सक्नुहुन्छ। सायद यो हजारौँ भनौँ कि लाखौँ भनौँ, यो मात्र नभएर टाढा टाढाको यो स्थानमा तपाईँहरूलाई मैले मेरो क्यामेराको 360 घुमाएर यो दृश्य देखाउँदैछु। यहाँ हजारौँको सङ्ख्यामा नेपाली दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति देख्न सकिन्छ। देशप्रति माया गर्ने जो कुनै नेपाली पनि यहाँ उपस्थित भएको देख्न सकिन्छ। देशप्रति माया कति छ भनेर पनि, देशको कला संस्कृतिप्रति कति माया छ भनेर पनि लाखौँको सङ्ख्यामा हाम्रा दाजुभाइ, नेपाली दाजुभाइ दिदीबहिनीहरू यहाँ देख्न सक्नुहुन्छ। आफ्नो देशलाई माया गर्दै, आफ्नो कला संस्कृतिलाई माया गर्दै नेपाल फेस्टिभल 2025 मा सहभागी हुन युको विभिन्न कुनाबाट यहाँ उपस्थित हुनुभएको छ। यहाँ देख्न सक्नुहुन्छ आफ्नो मुख्य स्टेज पनि बन्द भएर भरिएर उभिने ठाउँ पनि छैन। उभिने ठाउँ पनि छैन, होइन यो फर्स्ट टाइम हो। उभिने ठाउँ पनि छैन। त्यो स्थान सकिएर पनि माथि डाँडा डाँडामा बसिरहनु भएको छ। यो भिडले जनाउँछ कि हामी आफ्नो देशलाई कति माया गर्छौँ, हाम्रो कला संस्कृतिलाई कति माया गर्छौँ, हाम्रो देशलाई कति माया गर्छौँ भन्ने यहाँ प्रष्ट झल्किन्छ। हामी नेपाली, सधैँको लागि नेपाली। टाढा टाढा बसेर हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ। माइ गड, मैले सोचेको थिएँ 10,000 20,000, यहाँ त यो लाग्छ कि हामी लाखौँको सङ्ख्यामा सोध्छ। युनिको राष्ट्रिय गाना सुन्न सकिन्छ। अनि हाम्रो नेपालको राष्ट्रिय गाना, यसलाई सम्मान गर्दै सबैजना आफ्नो स्थानमा उभिएर आफ्नो देशप्रति, आफ्नो कमाउनुप्रति, आफ्नो नमन गर्नुहुन्छ। हामी नेपाली प्रकृतिका कोटि कोटि सम्पदाको
देख्न सकिन्छ नेपाल फेस्टिभल 2025 को मुख्य स्टेज सहित यो ब्यानर अनि हजारौं संख्यामा उपस्थित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू युए को विभिन्न कुनाबाट यहाँ उपस्थित हुनुभएको छ। बस यो इतिहास रच्दैछौँ है हामीले साथीहरू, यो इतिहास रच्दैछौँ है साथीहरू। त्यसकारण यो इतिहास रच्ने बेलामा कुनै दुःखद चीज लेख्न नपरोस् है त। त्यसकारण सबैजना मजाले आनन्दले नधकलिकन एकअर्कालाई बस्दिनु होला। ओके, आर यु गाइज रेडी? ओके, म यताबाट पहिला नमस्ते भन्छु, मेरो नमस्ते फर्काउनुहोस् है त। यता एकछिन भए पहिला नमस्ते भनेर नमस्ते। भेरी गुड। अरे बस्नुहोस् है, यता पनि है नमस्ते। भेरी गुड, यता पनि नमस्ते। सबैलाई नमस्ते। This is beautiful.